नमस्ते साथीहरू। आज शीर्षस्थानी व्रतकथाको अन्तिम अध्याय लिएर आएका छौँ। सुनेर साथ दिनुहोला। यं वर्मा वरुरेन्द्र रुद्र मरुता स्तुवन्ति देवैस्तवैर्वेदैः साङ्गपदा कर्मोपनिषदै गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यं तं न विदुषुरगण देवाय तस्मै नमः। श्रीमा चन्दन चर्चितो जललपो शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसं मुक्तबाली शोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनं मुझे वसतु मे त्रैलोक्य माता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयति गिरिं यत्कृपातनुहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरो चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदीरयेत्। अब शीर्षस्थानी व्रतकथाको 31औं अध्याय सुरु हुन्छ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, ध्यानपूर्वक सुन। चन्द्रवती पुत्र वधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरिएको सुनि मनमनै अत्यन्त प्रसन्न भएकी गोमा वर्माणी हे शीर्षस्थानी जगदीश्वरी भनी हृदयले सम्झँदै अञ्जली जोरी भन्न लागिन्, हे चन्द्रवती बुहारी, तिमी धन्य रहेछौ। यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी शीर्षस्थानी परमेश्वरीको भक्ति गर्न सक्ने तिमी धन्य रहेछौ। अब म पनि आफूले दुःख पाएको र उनै ईश्वरीको करुणाले यस अवस्थामा आइपुगेको यथार्थ वर्णन गर्दछु, सुन। तिम्रो पति नवराज आफ्ना पिताको खोजी गर्न हिँडेपछि तिमी पनि माइत गयौ। घरमा म एक्लै हुनाले अर्काको ढिकी जाँतो गरी धागो काटी अनेक दुःख सहेर दिन बिताइरहेकी थिएँ। संयोगले एक दिन सप्तऋषिहरू आएर मैले दुःख पाएको जानी ठुलो करुणा गरी, हे गोमा वर्माणी, शीर्षस्थानी परमेश्वरीको व्रत गर, तिम्रो सबै कष्ट नाश होला भनेर व्रतको विधान समेत बताइ गए। ती ऋषिहरूको आतिथ्य गर्न घरमा केही थिएन र चर्खामा रहेको धागोको पान लिन गएँ। म पान लिएर आउँदा ऋषिहरू गइसकेछन्। उनीहरू बसेको पिरका मुनि 7वटा सुनका द्रव्यले सबै सामग्री तयार पारेर पौष शुक्ल पूर्णिमाको दिनदेखि शीर्षस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरे। अनि महिना दिन अर्थात् माघ शुक्ल पूर्णिमाको दिन व्रत पूर्ण गरी प्रसाद झिकेर शीर्षस्थानी परमेश्वरीलाई मनले बरोबर सम्झिरहेँ र जागग्राम बसेँ। ईश्वरीको कृपाले त्यही रात्रि तिम्रो स्वामी नवराज आइपुग्यो। मलाई बाहिरबाट डाकेको सुने र तत्कालै बाहिर आई डाकेर भित्र लगे अनि खाना पिना दिई, नवराज तेरा पिताको के समाचार छ भनी सोधे। तेरो स्वामी नवराजले भन्यो, हे माता, मेरा पिता भिक्षा माग्न गएका गंगा तटमा पुगेर नित्य पूजा गर्न फलफूल मागेछन् अनि फलफूल टिप्न वृक्षमा चढेका संयोगले वृक्षको हाँगा भाँची लडेर मरे। यति नवराजले भनेको सुनि म शोक गर्न लागेँ अनि नवराजले मलाई शोक चिन्ता नगर्नुहोस् भनी बुझायो र हे माता, आज यति रातसम्म नसुतेर किन जागग्राम गरेर बसिरहनु भएको भनी सोध्यो। अनि मैले भने, हे पुत्र, हे नवराज, शीर्षस्थानी परमेश्वरीको व्रत गरेर उनै जगदीश्वरीलाई सम्झेर जागग्राम रहेकी हुँ भनी बुझाएँ। अनि प्रातःकाल भयो र नवराज गंगा स्नान गर्न गयो। गंगाबाट हरिहर प्रकट भई, हे नवराज, तेरी माताले शीर्षस्थानी परमेश्वरीको व्रत गरेकोले हामी प्रसन्न भयौं। लावण्य देशमा राजा छैनन्, हामीलाई राजा खोज्न लगाएको छ। त्यहाँ आउनु तँलाई अभिषेक दिलाउने छौं, राजा हुनेछस् भनी वरदान दिई अन्तर्ध्यान भएछन्। नवराजले घर आई मलाई सारा वृत्तान्त सुनायो अनि मैले शीर्षस्थानी परमेश्वरीलाई प्रसाद दिई, हे पुत्र नवराज, हरिहरको वरदानले लावण्य देशको राजा बनेस् भनी आशीर्वाद दिएर यहाँ पठाएर उनै ईश्वरीको कृपाले ऐश्वर्य पाई सुखी भयौं।
अब पनि बाँचुन्जेलसम्म सधैँ शीर्षस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख सन्तोष र सम्पत्तिको भोग गरी परलोकमा परम गति कैलाशवास होला। यति उपदेश दिई आफ्नो बितेको यथार्थ वर्णन गरिसकी फेरि अरू पनि अर्त्य दिन लागिन्। तिमी चन्द्रवती र लावण्यवती दुवै बुहारी सुन। जस्तै सूर्यनारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएको पत्नी छैन भने त्यसको घर सप्रन्न। अब मेरो वृद्धावस्था भयो, तिमी दुवै दिदीबहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा चाकरी गरेर बस। यति लावण्यवती रानीलाई शिक्षा दिई ढुकुटीको साँचो सुम्पिदिन्। अनि चन्द्रवती रानी र लावण्यवती रानीले भने, हे माता, हजुरको तपस्याले हाम्रो स्वामी राजा हुनुभयो, हामी दुवै रानी हुन पायौँ। हजुर धन्य हुनुहुन्छ भनी आफ्नी सासू गोमा महारानीका चरणमा दण्डवत प्रणाम गरेर सदैव शीर्षस्थानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको सुख भोग गर्दै आनन्दपूर्वक रहँदा भए। कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, जो मनुष्य श्रद्धा र भक्ति साथ शीर्षस्थानी परमेश्वरीको व्रत पूजा र आराधना गर्ला अथवा कथा सुनाउला वा उसको महिमा लेखिएको पुस्तक घरमा राख्ला, त्यसको घरमा दुःख दरिद्रको बास कहिले पनि हुने छैन। आदि इत्यादि नवग्रह सदैव प्रसन्न रहनेछन्। अकालमा मृत्यु कहिले पनि हुने छैन। भूत प्रेत पिशाच डाकिनी साकिनी बेताल त्रिदोष आदि रोगको भय हुने छैन। चोर डाका शत्रु अग्नि वनका हिंस्रक जन्तुको भय हुने छैन र त्यस व्यक्तिका वर्मा इत्यादि अनेक घोर पाप नष्ट भई यस लोकमा सुख शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवको पार्षद भई कैलाश पर्वतमा बस्न पाउनेछन्। यति कथा स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाएर सोही कथा यहाँ पनि यथामति विस्तार भयो। इति श्री स्कन्द पुराण केदारखण्डे माघ माध्ने कुमार अगस्त्य संवादे शीर्षस्थानी व्रत कथा गोमा पूर्व वृत्तान्त वर्णनाम 31 अध्याय। बोलिए श्री जस्तानी माई की।